हेलो फ्रेन्ड्स, नमस्कार, गुड आफ्टरनुन। साथीहरू, आज चाहिँ मैले नि एउटा यस्तो ड्रिङ्क्सहरू लाग्छ त्यसको बारेमा म तपाईँहरूलाई सर्वप्रथम बताउँछु। र त्यसमा चाहिँ हामीले चाहिँ फ्रेस क्रिम चाहिन्छ हैन। र त्यसको साथसाथमा यो चाहिँ तपाईँको ओल्ड मङ्क कफी हैन, त्यसपछि स्विट सिरप यो, अनि त्यसपछि यो चाहिँ अमुल मिल्क यो चाहिन्छ, अनि त्यसपछि एउटा कफी चाहिन्छ, अनि त्यसपछि तपाईँको चाहिँ यो भ्यानिला एक्सचेन्ज चाहिन्छ है। यतिले चाहिँ हाम्रो यो जुस मिल्क मेड हाल्नुपर्ने हुन्छ यहाँनिर। हजुरहरूले राम्रोसँगले हेर्नुहोस् होला, तपाईँहरूले पनि होइन आफै घरमा बनाएर यो ड्रिङ्क्सलाई टेस्ट गर्न सक्नुहुन्छ। यो पुरा तपाईँले अमुलको यो कति ग्रामको हो भन्दाखेरि 350 ग्रामको यो मिल्क मेड हो। यो सबै तपाईँले यहाँनिर यसरी हालिदिनुहोस् हैन। र यसलाई जब तपाईँले हालिसक्नुहुन्छ त्यसपछि यहाँनिर चाहिँ तपाईँले चाहिँ अब ओल्ड मङ्क कफी छ यो, यसले चाहिँ हाम्रो यो जुस हाम्रो यो ड्रिङ्कलाई चाहिँ नि यसले चाहिँ इन्हान्स गराउँछ, त्यसको लागि चाहिँ हो। र तपाईँहरूले नेगेटिभ वेमा नलिनुहोस् कि मैले चाहिँ कुनै एल्कोहलको प्रमोट गरेको भनेर। यो चाहिँ हामी लेडिजहरूको लागि चाहिँ एउटा स्विट ड्रिङ्क बनिनु गइरहेको छ, ध्यान दिएर हेर्नुहोस् होला। र लास्टमा तपाईँहरूलाई म यो कस्तो हुन्छ, टेस्ट के हुन्छ त्यो पनि तपाईँहरूलाई म बताउँछु टेस्ट गरेर है। यसलाई पनि पुरा यहीँ खतम गरिदिने हालिदिने। यो हालिसकेपछि यसलाई एकपल्ट हामी ग्याससँगले चलाइदिने। अब यसरी यो मिक्स भयो हैन। र यसको बादमा चाहिँ हामीले अब यहाँनिर हाल्नुपर्ने हुन्छ यो अमुल क्रिम। हालिसकेपछि अब हामी यहाँनिर चाहिँ यो स्विट सिरप यो हाल्छ है। टेस्ट मनपर्छ हैन। यसलाई पनि तपाईँले 1/4 जति तपाईँले यसलाई पनि हालिदिनुहोस् हैन। र यसलाई हालिसकेपछि अब यसमा हामीले हाल्छ कफी। यसरी सानो यो प्याकेटको मात्र 2 रुपियाँ पर्छ हैन। यसरी तपाईँले कफी हाल्नुभयो भने अझै यसको चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको टेस्ट इन्हान्स भएर जान्छ के यसले हैन। र यसको बादमा चाहिँ अब हामी भ्यानिलालाई हाल्नुपर्ने हुन्छ। पहिला यसलाई म एकपल्ट फेरि ग्राइन्ड गर्छु है त। र यो हेर्दा यस्तो हुन्छ, यसको हेर्दै गर्नुहोस् होला। अन्त त्यसपछि हामी अब यसमा चाहिँ भ्यानिला एक्सचेन्ज थोरै मात्रामा यसको फ्लेभरको लागि यसलाई पनि 2-3 ड्रप यसरी हालिदिने। अब हालिसकेपछि यसलाई पनि एकपल्ट अब मेरो यो बेलिज रेडी भयो। र यसलाई चाहिँ अब म जारमा ट्रान्सफर गर्दैछु है। यो जारमा पहिला हाल्छु। Here is our belly is ready. ल 1 bottle full भयो, अलिकति यसमा उब्रेको पनि छ है। र अब यसको टेस्ट हजुरहरूलाई म बताउँछु है कस्तो भयो भनेर। तर यसमा हामीले कति यसलाई चाहिँ अझै चिल बनाएर खायो भने चाहिँ राम्रो हुन्छ, त्यही भएर म यसमा आइस पनि हाल्छु है। आइस हालेर अन्त कस्तो भयो म तपाईँहरूलाई यसको टेस्ट बताउँछु। बेलिज रेडी भयो है। मैले अब कपमा पनि हालिसकेँ हैन। अब यसमा चाहिँ म आइस, अब तपाईँहरू कतिको चिल खानुहुन्छ त्यो हिसाबले। मलाई चाहिँ एकदम चिसो नै यो चाहिँ एकदम टेस्टी लाग्यो झन्। ल साथीहरू, चियर्स। यम्मी। थ्याङ्क्स फर वाचिङ फ्रेन्ड्स, बाई बाई। तपाईँहरू पनि ट्राई गर्नुहोस् ल।